गोरखपुर भन्न लाग्छ बनारस सिवेट बनारस गाइस यो चाहिँ नेपालको बोर्डर यो चाहिँ नेपालको बोर्डर अनि यो चाहिँ इन्डियाको बोर्डरमा गएर चाहिँ भिडियो गर्न दिन्न हामी सुनौली आयो इन्डिया इन्टर भयौँ हामी फाइनली दिस इज सुनौली बोर्डर हामी जाँदैछौँ को जाँदैछौँ साधन म यहाँ भाउजू प्रिय भाउजू अनि बसन र बसन उमा भाउजू सुनौलीको बस पार्क आयो बस स्टपमा दिस इज सुनौलीको दिस इज द बस हामी जानेवाला बस चाहिँ यही हो कति बजी हिँड्छ त यो गाडी गाइस हाम्रो गाडी चल्यो भर्खर यहाँ बसन भाउजू दुईवटा भाउजू हामी चाहिँ यहाँ बसेर दुईवटा सिटवालामा यहाँ चाहिँ तिनवटा सिट ओके बल्ल चल्यो है यत्रो राति नाइट गाडी हो हाम्रो यो गाइजहरू हामी यो इन्डियाको झन्डा के लाग्ने र यस्तो लोकल बसमा आएपछि फाइनली के अरे बनारसको बस पार्क गाइज आइपुग्यौँ हामी कति बज्यो 3:30 हुन लाग्यो दिस इज टेम्पल गाइज टेम्पलमा हामी 5 जना बस्यौँ खस्ला भाइ ए के भन्दै थियो रकेट फाइटर जेट गरे फाइनली हामी हाम्रो होटेलमा ओम गेस्ट हाउसमा आयौँ दिस इज बनारसको होटेल त राम्रो रहेछ त फेरि यस्तो गल्लीमा नि होइन त होटेल त राम्रो रहेछ त बाहिरबाट त दिस इज आवर होटेल दिस इज आवर रुम गाइस ओम होटेलको रुम राम्रो रहेछ आज हामी जान्छौँ घुम्नलाई हामी कहाँ जाने भने हामी कहाँ जाने हो बसन्ते सरनगर कहाँ सरनगर भनेको गाइजहरू रेडी खान घुम्न जानलाई एउटा गाइजभित्र गाइज म हाम्रो होटेलको बाहिर फ्रन्ट भ्यू देखाउँछु हाम्रो एसीवाला यही हो भ्यू चाहिँ ठिकै छ तलतिर गल्ली ल क्लिन एन्ड क्लियर हट एन्ड सन्नी एउटा रुम हाम्रो एउटा 8 र 11 सही हो पान खाने होला बनारसको पान खान्छ वेदर इज सो हट गाइस बनारस होटेल माथिबाट खिचेको ल ट्याक्क होटेल त राम्रो ऊ देखेछ के अरे भिन्टेज कस्तो लागिरहेको त भाउजूलाई हजुरलाई कस्तो होला हजुरलाई एक्सपेक्टेसन बढ्छ रियालिटी होइन अन्त घुम्नै घुमेर इन्डिया घुम्दा कस्तो लाग्यो अहिले हामी पनि पानी खाएर पिट थुक्दै उल्टी गरेको वाह बनारसको गल्ली के भयो बल्ल घुम्दै हम यस्तो गल्ली हेरेर जज गर्नुहुन्न घुम्ने ठाउँ पुगेकै छैनौँ हामी होइन बनारस भनेको त एकदम ओल्ड सिटी हो
हाम्रो सवारी आइसक्यो सवारी बसम हामी 5 जना ठ्याक्क अट्छौँ यहाँ 2 जना यहाँ यो ढोका लाउने कसरी हो लाइए नलाइए नि केही नै हुन्न क्या आइयो गइस हामी सरकनाथ आइयो अब हामी हाम्रो फर्स्ट भिजिट टु सरकनाथ टेम्पल सारनाथ टेम्पल हो टेम्पलै होला मन्दिर जस्तै हो क्या भाइब्स हेर्दा त यता इन्डियन मामाहरू हुनुहुन्छ हाम्रो बुद्धको मन्दिर बुद्धको ए लुम्बिनी जस्तै हो अरे लुम्बिनी जस्तै बिजी ट्राफिक सरकनाथको भित्र इन्टर भयौँ हामी नो टिकट चाहिँदो रहेनछ यहाँ चाहिँ नाइस यहाँ माग्न बस्नुमा छ अहिले फर्किँदा दिँदा होइन त नेपाली पैसा चल्दैन सही 10 रुपियाँ छ के अरे मसँग ल आइसी नै छ लुम्बिनी है इन्डियाको लुम्बिनी ल इन्डियाले सेम लुम्बिनी जस्तै बनाएछ क्या यहाँ बुद्ध जन्मेको भनेर कहाँ हो त ऊ भनेको नदी बनारसको नदी सादा जन्म एकदम गर्मी हो लर्ड बुद्धको के भएको अरे ध्यान गरेको ठाउँ हो यो चाहिँ ज्ञान दिएको बुद्ध चाहिँ नेपालमै जन्मे पनि धेरै इन्डियातिरै बसेको हो नि त होइन ल यताको त बुद्धलाई नै हल्का इन्डियन स्टाइलको बनाउनु रहेछ नि क्या होइन है ल यहाँ लर्ड बुद्धको एकदम ठुलो स्ट्याचु बन्दै रहेछ सफा गर्दै ए बन्दै होइन चाहिँ सफा गर्दै रहेछ यो चाहिँ लोटस फ्लावर ये 2001 में अफगानिस्तान में तालिबान ने कब्जा करके इससे भी बड़ी प्रतिमा से पुरानी प्रतिमा थी जिसको सम्राट अशोक ने बनवाया था तो उसको तोड़ दिया था तालिबान ने कब्जा करके बम ब्लास्ट के द्वारा तो उसका विश्व में वर्ल्ड में शांति और प्रतीक बनाए रखने के लिए विरोध जताने के लिए थाईलैंड गवर्नमेंट ने ये मंदिर को 2003 में 2003 में बनाना स्टार्ट किया और इसको बनने में टोटल 8 ईयर का टाइम लगा था ये 2011 में बन के कम्प्लीट हुआ था इसको बनने में टोटल 843 स्टोन को छोटे स्टोन को ऐड करके बनाया गया है यहाँ से आप लोग देखेंगे तो पार्ट दिखेगा 80 फीट 9 इंच इसलिए इस स्टैचू का हाइट है जो गौतम बुद्ध लॉर्ड बुद्धा का जो जीवन काल था वो 80 वर्ष का था और 9 इंच इसलिए कि 9 माह अपनी माँ के गर्भ में थे इसलिए उसको रिप्रेजेंट करता है 80 फीट 9 इंच कहाँ हिँड्यौँ हामी मलाई थाहा छैन हो क्या यस्तो मण्डेला ब्यागहरू बनारस घुम्न हाम्रो हावा टाइट भयो गाइजहरू भर्खर सुरुवात गरेको सुरुवातमै हावा फुस्किसक्यो यो के हो यो मलाई पढ्ने आएन गाइज यहाँ इन्टरभ्यू छौँ हामी यहाँ शीतल रहेछ गड ल के हो यो यत्रो ठुलो मलाई थाहा भएन इट्टाको के गराएको यस्तो पिरामिड हो कि के भन्छ नेपालको ढुङ्गा यस्तो हो गाइज यहाँ माइ गड घाम आत्तो यस्तो गर्मी हो इन्डिया स्क्वायरल हुने रहेछ गाइज स्क्वायरल सानो यस्तो गर्दा आउ चु हम चाहिँ साडी हेर्न हम बनारसी
साडी यही बनेको साडी बनारसी सिल्क ह्यान्डमेड प्योर ह्यान्डमेड इसको बोलते हैं ताना और बाना। ताना और बाना इसको नाम। दिख रहा है ना इसको डिजाइन इसमें कूट के बनाया गया डिजाइन बनाएर ये डिजाइन फूल पत्तियां जैसी होती है यही बन के तैयार होता है। ये पूरा हाथों से बनता है तो 15 दिन लग जाते हैं एक साडी पूरा हाथ से इसमें ब्राइडल वाला हाथों से बनता है। आज कितना पड़ता है? पूरा हाथों से बनता है। बनारसी साडी पनि अब सपिङ हुँदै है त यस्तै अच्छा लग रहा है व्यापार नहीं दिखाओ अच्छा वाला दिखाया मैडम यही वाला पसंद है आप लोग भी लीजिए देखिए उनके ऊपर कितना अच्छा लग रहा है तो हम नहीं हामी यहाँ टेम्पल हामी दुईटै टेम्पल गइसक्यौँ यो हो थर्ड टेम्पल दामी रहेछ यो चाहिँ इन्डियन भाइब्स आइरह बल्ल रिव्यू देख रहे हैं तो बोलते हैं प्रेयर की इसमें लिखा रहता है ना बहुत मंत्र होता है वो मनी पे में बुद्ध को इसका वजन है 2 टन वहाँ बुद्ध भगवान त हुनुहुन्छ बुद्धको फर्स्ट 5 सुबह 4 बजे मंदिर में जैसे मॉन्क लोग होते हैं पूजा करने के लिए बजाया जाता है सुबह 4 बजे और शाम को 4:30 जय बुद्ध यहाँबाट त शान्त हो बुद्धको भगवान हामी गर्मीले अब बियोसना मात्र बाँकी छ सरनाथ घुमेर पुरै फुल ल्याइयो सेम लाइक लुम्बिनी मिनी लुम्बिनी यो पछाडिको टेम्पल चाहिँ उस छ अलि इन्डियन भाइब्सवाला बुद्धको देश बिहारबाट लिएर आएको रहेछ क्या यहाँ घुम्न त जानुमै ठिकै छ जानुमै ठिक छ हामी त 2 दिनमा कालो हुन्छ होला है घर पुग्दा त सनस्क्रिन पनि कसरी लाउने त होइन यस्तोमा च्यालमा गाह्रो भयो गाइड इन्डिया घुम्न गाह्रो भयो ओहो हामी आइमी यो मल घुम्छौँ होला हामी म्याकडोनल्ड्स खाने हामीलाई हामी यहाँ म्याकडोनल्ड्समा खाना खान्छौँ नाइस हामी यस्तो शीतलमा जन्नतमा आइम गाई जन्नतभित्र हेर्दा पसिनाले कपडा यस्तो भिजेछ सोच्नुहोस् हजुरहरू कति गर्मी होला यहाँ सोच्नुहोस् हामी यहाँ हाम्रो यस्तो साधारण जिन्दगी चलिरहेको थियो त्यसपछि हामी यहाँ अब हामी यहाँ खाना खान जान्छौँ लन्च थ्याङ्क यू ब्रो हामी चाहिँ खान्छौँ KFC 4वटा मात्र रहेछ खुसीहरू KFC म के खान्छु कहाँ सोध्यो मेरो काखमा आउँछ ल गाइजहरूले धमाधम खाइरहन् कस्तो स्वर्गमा आएर होइन त शीतल छ यहाँ त साधन चाहिँ ए यो होइन स्पेसमा जाँदा रेडी ल राम्रोसँग घुमेर आऊ है त ट्याक्क लाएर मजाले घुमेर यसो स्पेसतिर कस्तो रहेछ के रहेछ मजाले घुमेर आउने ट्याक्कै एउटा जग्गा सग्गा यसो हुन्छ नि 1-2 बिघा छुट्टाएर समात्ने समात क्या अहिले तिमीले हल्लाइदिन्छन् होला नि त त्यही त समात्ने कुरा त भनेको मैले ल स्पेसमा त कडा पुग्यो छैन अझै प्रचार आइयो के भइरह हेर्नु नि त तिनीहरू न उता हेरे
पर्फ्युम लिनलाई चेक गरिरहेको नि ट्याक्क लाएर होइन त How was your experience? ठीक है मजा आएन कति बेला अलि मजा आयो नत्र त रियलमै जस्तो आयो आएन धमी लाग्यो के धमी लाग्यो नि त है अब बसन्त गेम खेल्दै अब बसन्त चाहिँ यस्तो स्विङ खेल्छ अरे यस्तो न होइन त होइन भैयाजी धमिलो आयो अरे भिडियो धमिलो बुझ्दै धमिलो धुन्धुला क्लियर नै आयो धुन्धुला आयो भिडियो क्लियर नै छ पर्फ्युम लिने हो उता जाउँ न टेस्टर हेरिराख्नु हो राम्रो हो 690 700 त्यस्तै डिस्काउन्ट हुन्छ अरे यो हल्लाइदिएको हुन्छ त अनि यो नै हिलेका हिल्न पाइएन फेरि मजा आएको गाइजहरू यहाँ पर्फ्युम चाहिँ नि राशिफलवाला हुँदो रहेछ कि मेरो राशि चाहिँ नि यो क्यान्सर हो कर्कट यस्तो म चाहिँ फर्स्ट टाइम देखेको यो चाहिँ आफ्नो राशि अनुसार नाइस पर्फ्युम सपिङ गरेँ गाइजहरूले खै यता यस्तो देखाउनु न ल दबाएर है पर्फ्युम चाहिँ यहाँ तिनवटा पुरै नेपाल बसाउन हाल्ने हो 4वटा इन्डियाको पर्फ्युमले यस्तो इन्डियाको सस्तो मार्केट आएको छौँ गाइज जुडियो र विशाल मेगा मार्ट हामी चाहिँ जुडिया हो क्या फुडिया जानु लाग हो स्कुटर किन्न लाग्ने यार गाइजहरूले फेरि सेकेन्ड लट रेडी भयौँ एउटै डेमा सेकेन्ड टाइम रेडी माई ड्रेस ल हामी सेकेन्ड रेडी सबै साधन मात्रै बिहान जे थियो त्यही हो हजुरले त्यही लाग्यो र होइन ए यता भाउजू नै त्यही ठिक छ नाइस ओ हाम्रो पछाडि त लथालिङ चप्पल चेन्ज ल ठिक छ हामी फेरि सेकेन्ड लट घुम्न गयौँ नाइट आउट निस्क्यौँ यो चाहिँ ठ्याक्क आर्मी क्याम्पको यता पछाडिको गल्ली सदर बजार होइन हामी सदर बजार हिँड्छौँ यहाँ 3जना गाइजहरू अगाडि हिँड्छौँ हामी चाहिँ पछाडि यस्तो गर्मी हो नेपाल त के हो र यहाँ यति गर्मी हो जति यता गयो तलतिर यति गर्मी हो चाहिँ क्या हो क्या गोर्खा आर्मी होइन त कस्तो लाग्यो तिमीलाई आजको डे घुमेर हाउ वाज योर डे कस्तो एकदम गर्मी सपिङ गर्दा चाहिँ मजा आयो शीतलमा यो त मैले होइन यो भाउजूले किनेको यो प्यान्ट चाहिँ यो सुरुवाल चाहिँ मैले किनेको आज दबाएर सपिङ भयो हाम्रो अब हामी कहाँ मामाहरू घोडामा लाएर नरिवल वाटर ड्रिङ्किङ 80 क्या 60 लुम्बिन जनबाटतिर म 5 रुपियाँ घटाएर धन्नै गोवाको होइन छ गाइज बेङ्गलोरको पानी खान्छौँ हामी टक्क लाएर कति मच्छर हो क्या यहाँ त डेङ्गु चाहिँ यहीँबाट फैलिन्छ क्या Cheers. तातो हरे यो चाहिँ आर्मी क्याम्प रहेछ यहाँ चाहिँ ठिक छ अब हामी चाहिँ साइडबाट हिँड्न साधन हामी चाहिँ यहाँ अब हामी कहीँ हामीलाई थाहा छैन अहिले हामी 7 बजे चाहिँ जान्छौँ हाम्रो बसन्तेको साथीको घर एउटा दाइको घर लाउने दाइको घर हामी खाना खान जान्छौँ हामीलाई खाना खानको लागि इन्भिटेसन नेपालबाट आएको भनेर गाइस हामी तोप हेर्न तोप ट्याङ्कर दिस इज ट्याङ्क चोक गाइस म त यो देखिसकेको थिएँ नि म सानोमा आउँदा यो क्याम्पभित्रै बसेको थिएँ त अनि तोप त भन्छ नि यसलाई तर दिस इज तोप गाइस अनि चल्छ किन त यो चल्दैन अरे गाइस सो स्याड मैले त तोपै भन्थेँ त यसलाई ट्याङ्क भन्ने रहेछ थाहा छैन यो सजाउनलाई राखेको रहेछ होइन त ल अच्छा हजुरले पहिला देख्नु थियो कि नै
बल्ल देखेको हजुरले गोर्खाली गाइस गोर्खालीको स्ट्याचु अन्त हेलो वाउ पार्क यो होला नि त जेब्रा यो पनि जिराफ हो गौमाताहरू यहाँ खाना खाएर दाइको घरबाट हाम्रो सेन्टा क्लजको पुस्ता साथीहरू रहेछ यहाँ पान खाना आएको यस्तो पानी परेको पानी खतरा है द चाट वाक हुन्छ जब्बा यो हाम्रो स्पेसल श्रीराम पान भण्डारको स्पेसल पान मिठा पान यस्तो दामी प्याकेजिङ पनि नाइस ल हाम्रो चाहिँ यहाँ पान खान ला बल्ल देखे है बनारस आएको चाहिँ यही खानालाई हो खै कस्तो छ त कस्तो छ पान दामी छ कप्प खानु न पुरै दोकान खतरा छ दामी छ ओ माइ गॉड खाइदिउँ न कप्प खाइसक्यो कस्तो छ त दामी रहेछ फुल पैसा वसुल गरे ल हेलो डे 2 इन बनारस आज हामी जाँदैछौँ अर्ली मर्निङ काशी बिहानको 6 बज्यो वी आर ऑल रेडी टू गो काशी गाइस म चाहिँ यो कपडा यहीँ किनेको जुडियोमा जुडियोको कपडा लगाउँ आज हामीले लगभग सबैले यहीँको कपडा लगाउँ न्यू सपिङ स्वीट काशी गाइस रेडी हो जान रेडी हो ल सबै 5 बजे उठेर उडाइसै म चाहिँ फ्रेस हाम्रो सफारी ल निस्क्यौँ हामी चाहिँ काशी हिँड्यौँ यति ठुलो पानी पर्यो यहाँ चाहिँ यति ठुलो पानी पर्यो ओहो हाम्रो होटल चाहिँ राम्रै ठाउँमा रहेछ कि ठ्याक्क आर्मी क्याम्पको साइडमा रहेछ तर त्यो बिचमा बस्ती चाहिँ हल्का यस्तो रहेछ ठ्याक्क त्यहाँ छौँ कि ठिक छ एक्साइटेड फर काशी द रियल बनारस आज हामी जाँदैछौँ द रियल बनारस हाम्रो सफारी पनि आइसक्यो धुम मचालै बनारसको ट्रेन रेलगाडी यो हो बस पास हामी राति आएको यहीँ हो त गना थियो के भयो डुङ्गा बन्द किया है बोटिङ डुङ्गामा त कहाँ चढ्ने त लाउँछ हामी आइसक्यौँ काशी जाने बाटोमा आयो अघि हामी कतै होइन चाहिँ बोटिङ गर्ने ठाउँ रहेछ होइन सबै भक्तजनहरू काशी जानलाई यस्तो भिडभाड छ होइन एक्साइटेड रेडी द रियल बनारस सिटी यस्तो खाली खुट्टा हिँड्ने रहेछन् कि यहाँ चाहिँ सबै खाली खुट्टा हिँड्ने रहेछन् आज रातभरि पानी परेर यस्तो हिलो खगाएछ ल हामी अब आउन लागिसक्यौँ ओए कस्तो दामी हो बिल्डिङहरू होइन त काशीको अब इन्ट्री भयौँ हामी यता चाहिँ यस्तो दामी रहेछ है ठाउँ चाहिँ यता चाहिँ बबाल रहेछ बबाल काशीमा आइसक्यौँ होइन त अघि मैले वाइडिङ गरेँ नगरेर रहेछु पूजा गर्नु त पूरा घाट गराउँ मॉर्निंग घाट होता बोट से घूमने के सारा घाट अपना वाला मशीन मोटे चिउरीको फुल ओ सिप भनेको यही रहेछ के आमाले सिप भन्नुभयो थियो त्यो भएछ ओ माई गड गाइजहरू हामी अब बोटिङ जाँदैछौँ काशीको अहिले चाहिँ मौसममै उस भएर अलि हिलो रहेछ उ त्यो हो क्या मन्दिरहरू मजा तर भइरहेको होइन त
बोटिङ गाइस हामी चाहिँ बोटिङ चाहिँ महँगो रहेछ हामी चाहिँ ग्रुपमै जानाला हम त्यही भएर 350 पर पर्सन हामी चाहिँ प्राइभेट बोटमा गएपछि चाहिँ 5000 लाग्छ त्यही भएर हामी चाहिँ सेयरिङ पर पर्सन वाला ल आई मैम जैकेट दिन नन हाँ जैकेट मिलेगा बेटी जैकेट मिलेगा लाई त गाइस ये तुम्हारा ना करिए ना 3.5 रुपया और जो ये मोटर था ना मजा आइरहा आजा आजा वो कल को पकड़ के नहीं मैं सिंगर वाले क्या खिलाओ हाम्रो बोट भयो रेडी all ready to go boating woo 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 प्राइवेट है ना साधनको चस्मा लिएर गएन गाइजहरूले चस्मा लगाइ खिचिरहन है साधनको न्यूको चस्मा फ्लेक्स भएर साधनको चस्मा फ्लेक्स भएर बगाउन सक्छौ कि नै यो त मरेको भगवान बाटो हामी काशीको के अरे बोटिङ गरेर नै आइसक्यौँ अब हामी चाहिँ फर्कियौँ एकदम भिडभाड छ भिडभाड ठन्डा यहाँनिर साथमा लाउनेहरू राम्रो म त यहाँ आएछु बल्ल होइन घुम्न आएछु भएको क्या हिजै आउनु पऱ्यो म त हिजै यस्तै खालको ठाउँ होला भन्थेँ क्या होइन मन्दिर जस्तो त्यही भएर वान पिस पनि नलागेको निस्केको मजा आएको गाई रातो शीतल पनि बिहान भएर नि होला एक त पानी पनि पऱ्यो हामी चाहिँ पूजा गरेनौँ जस्तो घुम्यौँ मात्र त्यत्तिकै अब घुम्न आएको त्यही भएर धमाधम मसला चाय गरेँ हजुर कस्तो चिया खानु मन लाग्ला बिचरा पैसा नै नमस्ते कुल्फी लिले हामीसँग खुल्ला पैसा छैन गाइस त्यही भएर हामीले सबै टिका लाउने यताउति माग्ने सबै मान्छेलाई इग्नोर गरेर हाम्रो पैसावाला मान्छे चाहिँ बसन्त उता गह एटिएम कार्ड चाहिँ हाम्रो हामीसँग पैसा छैन अन्ली नेपाली करेन्सी हामीसँग गाइजहरू भेट भेट हुनपर्छ मलाई भनेर तर्सिरहेको हिजो हामी चाहिँ होटेलबाट चेकआउट गर्न लाग्छौँ हाम्रो बोरिया बिस्तर बोकेर नेक्स्ट टाइम बनारस नो नेक्स्ट टाइम ठिकै छ हेरौँ हेलो गाइस हामी चाहिँ अब आज फर्किन्छौँ हाम्रो प्यारो देश नेपालमा हामी चाहिँ आज घर फर्किँदैछौँ हामी चाहिँ यहाँ बसन्तीहरूलाई वेट गरिरहेछौँ होटेलबाट चेकआउट गरेर यो मलमा ओके गाइस भनेको तिमीहरूलाई कसैसँग एउटा दाईसँग बोल्यो भने ए दाई 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 भन्दै बोल्दैन त्यस्तो होइन के चाहियो तिमीलाई यो कहिले किनिदिएको रे तिमीलाई
मैले किनिदिएको यो सपिङ त अनि यो कहिले किनिदिएको हिजो तिमीलाई विशाल बजारबाट विशाल बजार होइन गाइस विशाल मार्ट प्योर देशी देख्यो चाहिँ त्यो त गाइजहरू हामी चाहिँ अब घरतिर फर्केको बाई 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 बनारस सी यू नेक्स्ट टाइम बनारस यो बनारसको बस पार्क गाइस बाई बाई सी यू इन नेक्स्ट भिडियो टाटा बाई बाई keep watching keep loving too much noisy India finally Nepal border आउँदै लाग्यो back to home